नमस्कार, मेरो नाम रमेश काफले हो र म एउटा विद्यार्थी हो युनिभर्सिटी मिशिगनमा र म पढ्दैछु इकोनोमिक्स। आजको भिडियो बनाउनुको कारण चाहिँ हामी नेपाली धेरै जस्तो भुटानिस नेपालीहरूलाई हाम्रो फाइनेन्सको बारेबाट पढाइएको थिएन र यो आज फर्स्ट भिडियो चाहिँ म क्रेडिट कार्डको बारेबाट बोल्नेछु। के हो त क्रेडिट कार्ड? क्रेडिट कार्ड भनेको एउटा पेमेन्ट कार्ड जस्तो डेबिट कार्ड जस्तै हो, तर के हो भिन्नता भन्दा चाहिँ डेबिट कार्ड भनेको चाहिँ आफ्नो पैसा हो, क्रेडिट कार्ड भनेको चाहिँ ब्याङ्कको पैसा हो र आफूले उधारो गरे जस्तै हो। के हुन्छ भने महिनामा उसले लिमिट दिएको हुन्छ। सुरुमा चाहिँ धेरैलाई 500 रुपियाँको लिमिट दिएको हुन्छ, त्यहाँदेखि बढ्दै जान्छ आफ्नो क्रेडिट बढेपछि। र के हो भन्दाखेरि अहिले किन्ने र भोलि पर्सि तिर्ने हो यो भनेको चाहिँ। र क्रेडिट कार्डको चाहिँ स्कोर भनेको 300 देखि लगेर 850 हुन्छ। जति धेरै हो त्यति राम्रो हुन्छ, किनभने धेरै राम्रो क्रेडिट स्कोर भयो भने चाहिँ इन्ट्रेस्ट रेटहरू धेरै कममा पाउन सकिन्छ। त्यसो भएपछि आफूलाई धेरै फाइदा हुन्छ। किन चाहिँ क्रेडिट कार्ड धेरै महत्त्वपूर्ण हो त? किन भन्दा आफूलाई धेरै लोन पाउनु धेरै सजिलो हुन्छ र राम्रो इन्ट्रेस्ट रेटमा पाउन सकिन्छ। लोन घरको भयो, मर्गेज भयो, गाडी किन्दा, लिजमा निकाल्दा र राम्रो क्रेडिटहरूको अफर पाउन सकिन्छ। फाल्टु क्रेडिट हुन्छ जुन ब्याङ्कहरूमा धेरै जस्तो फाल्टु क्रेडिट कार्ड हुन्छ जसमा धेरै राम्रो बेनिफिट हुनसक्छ र आफूले धेरै क्रेडिट लिमिट पाउन सकिन्छ जति क्रेडिट राम्रो बढ्दै गएपछि। र क्रेडिट कार्ड चाहिँ कसरी आफ्नो क्रेडिट कार्डको स्कोर चाहिँ क्यालकुलेट हुन्छ त? सो फर्स्टमा भन्दाखेरि पेमेन्ट हिस्ट्री हो, 35% हुन्छ। त्यो के हो पेमेन्ट हिस्ट्री भनेको चाहिँ आफूले त्यो उधारो ल्याएपछि महिनामा आफूले तिरिन्छ कि तिरिँदैन त्यो हेर्छ। र अर्को भनेको चाहिँ 30% भनेको चाहिँ क्रेडिट युटिलाइजेसन हो। त्यो भनेको चाहिँ कति आफ्नो लिमिटको चाहिँ कति चलाउँदैछौँ हामी। धेरै जस्तो ब्याङ्कहरूले, क्रेडिट युनियनहरूले, क्रेडिट ब्युरोहरूले भन्छ 30% जति युटिलाइजेसन चाहिँ गर्नु राम्रो हो। यसो सोच्नु, अब 1000 रुपियाँ दियो भने मलाई क्रेडिट लिमिट भने त्यसको 30% हुन्छ 300 रुपियाँ म्याक्स ब्यालेन्स चाहिँ हुँदा राम्रो हुन्छ। त्योभन्दा बेसी नचलाए चाहिँ राम्रो हो, तर अब चलाउनु कोही बेला पऱ्यो भने ठिकै हुन्छ। अनि अर्को भनेको 15% भनेको लेन्थ अफ क्रेडिट हिस्ट्री। त्यो भनेको तपाईँले कति लामोसम्म त्यो क्रेडिट राखिरहनु भएको छ, त्यो क्रेडिट कार्ड चलाउँदै हुनुहुन्छ। र अर्को 10% भनेको चाहिँ न्यू क्रेडिट इन्क्वायरी भनेको नयाँ अब ब्याङ्कहरूमा लोन निकाल्नु खोज्नु भयो अरे मोर्गेजमा, त्यसले आफ्नो क्रेडिट ब्याकग्राउन्ड्सहरू हेर्छ नि त, कतिवटा त्यस्तो गरिरहनु भएको छ, कतिवटा लोन निकाल्नु खोजिरहनु भएको छ, त्यो पनि हेरेर हुन्छ। र अर्को अन्तिममा भनेको चाहिँ 10% भनेको क्रेडिट मिक्स हो। त्यो भनेको तपाईँको स्टुडेन्ट लोन छ कि मोर्गेज, गाडीको लोन, त्यो पनि हेरेर हुन्छ। र अर्को चाहिँ बुझ्नुपर्ने हो क्रेडिट कार्डको बिलिङ साइकल। त्यो भनेको चाहिँ सोच्नुहोस्, अब आज मार्च 1 भयो अरे, यो हाम्रो बिलिङ साइकल सुरु हुन्छ। त्यो भनेको चाहिँ अब हामीले किनिन्छ नि त महिनामा, अब चलाइरहन्छ पैसा। अब आजदेखि सुरु भयो अरे, मार्च 1 तारिक चलायो अरे। चलाएपछि मार्च 30मा हामीले पाइन्छ एउटा स्टेटमेन्ट डेट हुन्छ। त्यो चाहिँ त्यो महिनाको लागि हामीले अब चलाइसक्यौँ। त्यो महिनाको चलाइसकेको स्टेटमेन्ट पठाउँछ। त्यहाँ भनेको हुन्छ तैँले यति मासिस यति तिर्नुपर्छ। र अर्को पनि लेखेको हुन्छ त्यहाँ पेमेन्ट ड्यु डेट। त्यो चाहिँ 21 देखि लगेर 25 दिन पछाडि आउँछ स्टेटमेन्टको डेटमा, जो चाहिँ भनेको हुन्छ तैँले यति तिर्नुपर्छ र मिनिमम पेमेन्ट यति हुन्छ, यो ड्यु डेटमा तिरिसक्नुपर्छ। अहिलेको लागि सोच्नु, अप्रिल 25 तारिक हामीले तिर्नुपर्ने, तर हामीले त्यो 25 तारिक तिरिनौँ भने के हुन्छ भने इन्ट्रेस्ट रेट तिराउँछ। इन्ट्रेस्ट रेट चाहिँ एपिआरमा हुन्छ। त्यो भनेको चाहिँ एनुअल पर्सेन्टेज रेट हुन्छ।
त्यो चाहिँ होल वर्षको लागि हुन्छ। अब 20% छ भने त्यसलाई डिभाइड गरेर 12 महिनामा गएर कति हुन्छ त्यो महिनाको तिराउँछ। र आफूलाई मिनिमम पेमेन्ट मात्र सबैभन्दा कम्ती कति तिर्नुपर्ने हो त्यो ड्यु डेट भित्रमा आफूलाई त्यति मात्रै तिर्नु मन परेको छ भने के हुन्छ भने अरू ब्यालेन्स जो रहेको हुन्छ नि त्यो पैसा आफूले तिर्नुपर्ने अर्को महिनाको स्टेटमेन्टमा आउँछ र त्यहाँ इन्ट्रेस्ट तिर्नुपर्छ त त्यसमा। र कसरी चाहिँ आफूले राम्रो क्रेडिट कार्ड छान्नु त के हुन्छ भने पहिला आफूले बुझ्नु पर्यो आफ्नो कसरी चाहिँ आफूले चलाइन्छ केमा चलाउनु पर्ने छ पैसा। र अर्को थोक पनि के हुन्छ हेर्नुपर्छ आफूले लो इन्ट्रेस्ट रेट क्रेडिट कार्डहरूमा जुनै ब्याङ्कहरू जानुहोस् ब्युरोहरू जानुहोस् त्यहाँ लेखेको हुन्छ एपिआर भनेर एनुअल पर्सेन्टेज रेट त्यो धेरै छ भने नलिँदा पनि अलिक फाइदा हुन्छ किनभने आफूले कोही महिना तिर्नु सकेन र मिनिमम मात्रै तिर्नु पर्यो भने त्यो इन्ट्रेस्ट रेट तिर्नुपर्छ अर्को महिना। र अर्को थोक पनि हेर्नुपर्छ रिवार्ड्सहरू तिनीहरूले कस्तो दिँदैछ त अब कति ब्याङ्कहरूमा क्रेडिट कार्डमा के हुन्छ भने तपाईँले रेस्टुरेन्टमा जानु भने 5% ब्याक दिनुसक्छ ग्यास हाल्यो भने 2% त्यो हेरी हेरी हुन्छ। र अर्को थोक पनि हेर्नुपर्छ फिजहरू कति ब्याङ्कहरूले क्रेडिट कार्ड चलाउँदा फीहरू लान्छ त्यो अलिक कम भएको हेर्दा चाहिँ राम्रो हुन्छ। र धेरै धेरै धन्यवाद यो भिडियो हेरेकोमा। तपाईँहरूलाई अझै यस्तै हेर्ने मन परेछ भने मलाई भन्नुहोस् कमेन्ट्समा र अर्को पालि चाहिँ 401k भर्सेस रोथ IRA मा म भन्नेछु।